कल्पना गर्नुहोस् एउटा यस्तो राजा जसले दरबारभन्दा दिमागले युद्ध जित्थ्यो। एउटा यस्तो शासक जसको एउटा निर्णयले हजारौं वर्षसँग इतिहास बदलियो। संसारको इतिहासमै धेरै राजा आए, धेरै राजा गए। धेरैले राज्य जिते, धेरै रक्तपातको सुरुवात गरे, रक्तपात बगाए, धेरैले मानिसहरूको हत्या गरे। तर केही यस्ता शासकहरू थिए जसलाई असाधारण बुद्धिमान भनेर मानिसहरूले आज पनि सम्झिरहेका छन्, किनकि उनीहरूले केवल देश मात्र चलाएनन्, मानिसको सोच बदलिदिए। आजको यो भिडियोमा हामी जान्नेछौँ इतिहासका महान शासकबारे, जसको बुद्धि, रणनीति, राजनीति, विज्ञान र दर्शन र नेतृत्वले संसारलाई एउटा छुट्टै अलग स्थानमा पुर्यायो, संसारको इतिहासलाई बदलिदियो। यो भिडियोले तपाईलाई पनि वास्तविक रूपमा यो संसारमा कतिसम्मका वास्तविक राम्रो र बुद्धिमान शासकहरू थिए भनेर छुट्याउनको निम्ति केही न केही सहयोग गर्छ भन्ने मैले ठानेको छु। युद्धको प्रतिभाशाली दिमाग। जब संसारमा धेरै राजा आफ्नो राज्य जोगाउन सङ्घर्ष गरिरहेका थिए, त्यो समयमा एउटा 20 वर्षको युवकले संसार जित्ने सपना देखिरहेको थियो। त्यो युवक थियो अलेक्जेन्डर महान। उनलाई किन बुद्धिमान भनिन्छ? किनकि उसले युद्ध मात्र गरेन, उसले युद्धलाई विज्ञान बनायो। अलेक्जेन्डरले आफ्नो सेना सानो भए पनि रणनीतिले विशाल सेनालाई हराउँथ्यो। उसले कहिल्यै एउटै तरिका प्रयोग गरेन, हरेक युद्धमा नयाँ योजना बनाउँथ्यो, नयाँ तरिकाले युद्ध लड्थ्यो। इतिहासकारहरू भन्छन् उसको सबैभन्दा ठुलो शक्ति सेना होइन, उसको दिमाग थियो, उसको लड्ने कला थियो, उसको सैनिकको रणनीति र योजना थियो। उसले सैनिकहरूको मनोविज्ञान बुझ्थ्यो, दुश्मनको कमजोरी पत्ता लगाउँथ्यो र युद्ध सुरु हुनु अघि नै जित्ने योजना बनाउँथ्यो। तर उसको बुद्धिमत्ता केवल युद्धमा मात्र सीमित थिएन। अलेक्जेन्डर जहाँ पुग्थ्यो त्यहाँको संस्कृति सिक्थ्यो, स्थानीय मानिसलाई सम्मान गर्थ्यो। त्यसैले धेरै ठाउँमा मानिसहरूले उसलाई शत्रु होइन नेता ठाने, एउटा राम्रो मित्रको व्यवहार गरे। उसले ग्रिस, इजिप्ट, पर्सियादेखि इन्डियासम्म विशाल साम्राज्य बनायो। त्यो समयमा यस्तो विशाल साम्राज्य बनाउनु लगभग असम्भव मानिन्थ्यो। तर एउटा कुरा रोचक छ, इतिहासमा धेरै राजा शक्तिशाली थिए, तर अलेक्जेन्डरलाई महान किन भनियो? किन उनलाई चाहिँ यति धेरै प्रशंसा गरियो? किनकि उनले अर्थात् मानिसलाई डराउने मात्र होइन, भिजनले नेतृत्व गर्नुपर्छ र कस्तो भिजन हुनुपर्छ भनेर एउटा शिक्षा पनि दियो। त्यसपछि जसले बुद्धिपछि अर्थात् जसले युद्धपछि बुद्धि पाए, भन्न खोजेको बुद्धिपछि युद्ध होइन कि युद्धपछि बुद्धि पाए, ती हुन् महान सम्राट अशोका, भारतको सबैभन्दा शक्तिशाली शासकमध्ये एक। उसले भयङ्कर युद्धहरू जित्यो, विशेष गरी कालिङको युद्धहरू। तर यही युद्धले उसको जीवन बदलिदियो। जब उसले युद्ध मैदानमा हजारौं लास देख्यो र मानिसहरूको पीडा देख्यो, त्यो दिन उसले बुझ्यो तरबारले भूमि जित्न सकिन्छ, तर मानिसको मन होइन। यही ठाउँबाट अशोकालाई एउटा असली बुद्धिमान शासकको रूपमा हेर्न सुरु भयो। उसले हिंसा छोड्यो, बौद्ध धर्म अपनाएर आफ्नो साम्राज्यलाई शान्ति, शिक्षा र नैतिकताले चलाउन थाल्यो। कल्पना गर्नुहोस्, इतिहासमा धेरै राजा अझ शक्तिशाली बन्न युद्ध गर्थे, तर अशोकाले युद्ध जितेर पनि शान्तिलाई रोज्यो, आनन्द र शान्तको बाटो अपनायो। यो निर्णयले उसलाई इतिहासको बुद्धिमान शासक बनायो। उसले सडक बनायो, अस्पताल बनायो, जनावरको सुरक्षा गर्यो, धर्म स्वतन्त्रताको चाहिँ वकालत गर्यो। उसले बुझ्यो साँचो शक्ति जनता खुसी हुनुहुन्छ, युद्ध हुनुमा होइन। जनतालाई खुसी, सेवा, सुविधा दिनुमा साँचो शक्ति रहन्छ भन्ने उसले बुझ्यो। आज पनि अशोका चक्रलाई भारतको राष्ट्रिय चिन्हमा अंकित गरिएको छ, किनकि उसको सोच समयभन्दा धेरै अगाडि थियो। अब तेस्रोमा रहेको छ धर्मभन्दा माथि उठेको शासक, रोयल मुगल, जसलाई मुगल साम्राज्यको सबैभन्दा प्रसिद्ध राजा भनिन्छ। तर उसलाई महान बनाउने कुरा केवल शक्ति थिएन। त्यो समय भारतमा धेरै धर्म, जाति र संस्कृतिका मानिस थिए। सामान्य राजा थिए, सायद सबैलाई बलले दबाउँथे, तर अकबरले फरक बाटो रोज्यो। उसले विभिन्न धर्मका विद्वान बोलायो, बहस गरायो, सबैको कुरा सुन्यो, सबैको विचारहरू बुझ्यो। उसले बुझ्यो यदि देशलाई बलियो बनाउने हो भने मानिसलाई बाँड्नुमा होइन, जोड्नुमा, एकता गर्नुमा शक्ति छ भन्ने बुझ्यो।
उसले हिन्दू र मुस्लिमको बीच सम्बन्ध सुधार्यो। उसले अनावश्यक कर हटायो, योग्य मानिसलाई धर्म नहेरी पद दियो। त्यो समयमा यस्तो सोच अत्यन्तै दुर्लभ थियो। अकबर पढ्न लेख्न खासै जान्दैन थियो भनिन्छ, तर मानिस राजनीति बुझ्ने अद्भुत क्षमता उसमा थियो। यही कारण इतिहासकारहरू उसलाई इमोसनली इन्टेलिजेन्ट पनि भन्छन्। अर्को छ रणनीति र राजनीतिको मास्टर, डार्क रोमन, संसारकै सबैभन्दा शक्तिशाली एक मध्ये। त्यो रोमनका राजा सम्राट थिए जसलाई जुलियस सिजर भनिन्छ। सिजर केवल सेनापति मात्र थिएन, एउटा राजनीतिक जिनियस थियो। उसले मानिसको मन जित्न जान्थ्यो, भाषणबाट जनता आफ्नो पक्षमा ल्याउँथ्यो। उसले मिलिटरी स्ट्राटेजी र पोलिटिक्स दुवैलाई एकैसाथ अपनायो। इतिहासकारहरू भन्छन् यदि सिजर नभएको भए रोमको इतिहास नै फरक हुन्थ्यो, इतिहास नै एउटा अर्कै बाटोमा जान्थ्यो। उसले क्यालेन्डर सुधार गर्यो, कानुनको परिवर्तन गर्यो, राज्य व्यवस्थालाई बलियो बनायो। तर बुद्धिमान मानिससँग एउटा समस्या हुन्छ, मानिसहरू उनीसँग डराउन थाल्छन्। सिजर यति शक्तिशाली बन्दै कि उसले साथीहरूले हत्या गरे, तर मृत्युपछि पनि उसको प्रभाव रोकेन। आज पनि सिजर शब्द शक्तिशाली शासकको प्रतीक रूपमा हेरिन्छ। सानो कद विशाल दिमाग, नेपोलियन इतिहासका सबैभन्दा चर्चित सेनापति। उसको उचाइ सानो थियो तर एम्बिसन भने र महत्त्वाकांक्षा भने विशाल थियो। नेपोलियनलाई किन जिनियस भनिन्छ? किनकि उसले युद्धलाई म्याथमेटिक्स जस्तै प्रयोग गर्न सक्थ्यो। उसले म्याथ, स्पिड, टाइमिङ र साइकोलोजी यति राम्रोसँग प्रयोग गर्थ्यो कि ठुलो सेना पनि हार्थे। उसले सैनिकलाई इन्स्पायर गर्यो, सैनिकको मोटिभेसन बढायो। उसको एउटा प्रसिद्ध भनाइ थियो, इम्पोसिबल भन्ने शब्द मूर्खहरूको डिक्सनरीमा मात्र हुन्छ। तर नेपोलियन केवल योद्धा मात्र थिएनन्, उसले एजुकेसन सुधार गर्यो, कानुन बनायो। आज पनि धेरै देशमा प्रयोग हुने नेपोलिक कोड उनकै सोचबाट आएको थियो। तर अत्याधिक महत्त्वाकांक्षाले मानिसलाई पतनको मुखमा पुर्याउँछ भने जस्तै उसलाई पनि पतनले गिरायो। उसले रसियामाथि आक्रमण गर्यो र त्यही निर्णय इतिहासको सबैभन्दा ठुलो गल्ती बन्यो। यसले एउटा गहिरो पाठ दिन्छ, बुद्धिमत्ता ठुलो कुरा हो तर अहङ्कारले यसलाई नष्ट गर्न सक्छ। च्याप्टर 6 मा हामीले लिएर आएको छौँ, जसले चीनलाई एक बनायो। आजको विशाल चाइना एक समय धेरै राज्यमा विभाजित थियो, तर एउटा मानिसले ती सबैलाई एक बनायो। उनी हुन् क्विन सी होङ। उसले केवल युद्ध मात्र जितेन, उसले सिस्टम बनायो, भाषा, नाप तौल, सडक, प्रशासन प्रणाली सबैलाई एउटै प्रणालीमा ल्यायो। यही कारण चाइना आज यस्तो बलियो बन्न सकेको हो। उसको सुरुवाती निर्माण पनाइ गरे उसले, तर अत्यन्त कठोर शासक थियो। उसले पुस्तक जलायो, उसले आफ्नो आलोचना गर्नेहरूलाई कडा सजाय दियो। त्यसैले इतिहासले उसलाई बुद्धिमान तर डरलाग्दो कठोर शासकको रूपमा हेर्छ। त्यस्तै गरी च्याप्टर 7 मा छ बुद्धिको प्रतीक। यदि संसारमा बुद्धिको प्रतीक मान्ने राजा कोही छ भने त्यो हो सोलोमन। धार्मिक ग्रन्थहरूमा उसको बुद्धिको धेरै चर्चा छ। एक प्रसिद्ध कथा अनुसार 2 महिलाले एउटै बच्चा आफ्नो भएको दाबी गरे। साँच्चै आमा को हो पत्ता लगाउन सोलोमनले भन्यो, बच्चालाई 2 टुक्रा पार। त्यसपछि साँचो आमा डराइन् र बच्चा अर्को महिलाले दिन तयार भइन्। त्यही क्षण सोलोमनले साँचो आमा चिन्यो। यो कथा केवल न्याय होइन, मानव मनोविज्ञान बुझ्ने असाधारण क्षमताको उदाहरण पनि हो। अब बुद्धिमान शासकहरूमा के समान थियो भनेर हामी हेर्न सक्छौँ। अब प्रश्न उठ्छ, ती सबै शासकहरूमा समान कुरा के थियो भने केवल शक्ति होइन, उनीहरूमा 5 विशेषता थिए। नम्बर 1, भविष्य देख्ने क्षमता। उनीहरूले वर्तमान मात्र होइन, भविष्यको बारेमा पनि यस्तो हुन सक्छ भनेर एउटा राम्रो अनुमान गर्न सक्थे, भविष्यको बारेमा सोच्न सक्थे। दोस्रो नम्बरमा छ मानिस बुझ्ने क्षमता। उनीहरूमा मानवको मनोविज्ञान, मानिसहरूको चरित्र, मानिसहरूको व्यवहार कस्तो हुन्छ भनेर बुझ्न सक्ने साइकोलोजीको ज्ञान थियो। त्यस्तै गरी तेस्रो नम्बरमा रहेको छ निर्णय गर्ने साहस। कठिन समयमा पनि निर्णय लिन नडराउनु, कठिन समयमा पनि बुद्धिमत्ताले निर्णय लिनु र अवस्था अनुसार अथवा परिस्थिति अनुसार निर्णय लिनमा उनीहरूले आफ्नो साहस देखाए।
अर्को 4 नम्बरमा रहेको छ ज्ञानप्रतिको रुचि। धेरै महान शासकहरू विद्वान र पुस्तक प्रेमी थिए। आफ्नो क्षमता बढाउन, आफ्नो बुद्धिमत्ता बढाउन हरदम पुस्तक पढ्ने जो उनीहरूको बानी थियो। परिस्थिति अनुसार बदल्ने क्षमता, जो समयसँग बदलिन सक्छ ऊ इतिहासको महान बन्छ भन्ने हामीले यिनै उदाहरणहरूबाट ज्ञान प्राप्त गर्न सक्छौँ। इतिहासले हामीलाई एउटा ठुलो कुरा सिकाउँछ। साँचो राजा त्यो होइन जसले धेरै भूमि जित्यो, साँचो महान शासक त्यो हो जसले मानिसको सोच बदल्यो। अलेक्जेन्डरले भिजन सिकाउनु भयो, अशोकाले शान्ति सिकाउनु भयो, अकबरले सहिष्णुता कस्तो हुन्छ भनेर सिकाउनु भयो र सिजरले कस्तो रणनीति लिनुपर्छ, कसरी चल्नुपर्छ भनेर सिकाउनु भयो। नेपोलियनले एम्बिसन र महत्त्वाकांक्षा धेरै राख्नु हुँदैन भनेर सिकाउनु भयो भने सोलोमनले बुद्धि कस्तो हुन्छ, बुद्धिको कसरी प्रयोग गर्नुपर्छ, मानिसको साइकोलोजी कसरी बुझ्नुपर्छ भनेर सिकाउनु भयो। तर उनीहरूको जीवनीले अर्को चेतावनी पनि दिन्छ। यदि बुद्धिसँग विनम्रता भएन भने, बुद्धिसँग नैतिकता, बुद्धिसँग विवेकता भएन भने महान मानिस पनि पतन हुन सक्छ भन्ने उनीहरूको जीवनीबाट हामीले सिक्न सक्छौँ। सायद यही कारण इतिहास केवल पुराना कथा होइन, यो भविष्यको शिक्षक पनि हो। यदि तपाईलाई यस्तो इतिहास सम्बन्धी कुराहरू, यस्तो इतिहास सम्बन्धी ज्ञानहरू मनपर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न, लाइक गर्न र समय छ भने कमेन्ट गर्न पनि नभुल्नुहोला। आउँदो अर्को एपिसोडमा हामी अवश्य भेट्नेछौँ। हस्त नमस्कार।